रञ्जित कर्ण हाम्रो मान्यज्यूले एउटा निर्माण व्यवसाय सम्बन्धी अब त्यो प्रश्न गर्नुभएको थियो। त मैले प्रतिनिधि सभामा पनि यसको स्पष्टीकरण दिएको थिएँ होइन, फेरि पनि दिन्छु। अब यसमा हामीलाई कसैलाई ब्ल्याक लिस्टमा हाल्न मन छैन, टेन्डर रद्द गर्नु मन छैन। त्यो भनेको ठुलो उहाँलाई वज्रपात जस्तो हो नि त, उहाँलाई धेरै एकदमै गाह्रो अवस्थामा पुर्याउने चिज हो। त्यही भएर हामीले दबाब दिएर भए पनि उहाँले काम गरोस् भन्ने इन्टेन्सनले हामीले कहिले कहिले दबाब दिन्छौँ। अर्को फास्ट ट्र्याकको विषयमा नै कुरा उठाउनु भएको छ। फास्ट ट्र्याकमा धेरै समस्याहरू समाधान भइसकेको छ र अहिले 0 पोइन्टको विषयमा पनि अब लगभग अब हामी टुङ्गोमा पुग्दैछौँ र त्यसपछि अब यो पहिलेदेखि नै ढिलासुस्ती हुँदै आएको कारणले गर्दा त्यहाँ धेरै समस्याहरू छन्। त्यहाँ निर्माण व्यवसायहरूले कुनैले त 2% मात्रै प्रगति गरेको अवस्था छ 3 वर्षमा। हामीले उनीहरूलाई कारबाही गर्ने प्रोसेसमा छौँ र टेन्डर रद्दको प्रोसेसमा छ त्यो पनि। अब त्यहाँ अर्को फास्ट ट्र्याकको एउटा समस्या चाहिँ आएको रहेछ, टेक्निकल समस्या। हाई फ्लोर लेभल चेन्ज भएछ, सबै डिजाइन रिभाइज भएको कारणले गर्दा पनि अलिकति डिले नै भएको हो र मलाई लाग्छ अब चाहिँ प्रोजेक्ट स्मुथली अगाडि बढ्छ। अब केही नन पर्फर्मिङ कन्ट्र्याक्ट अब अहिले आइडेन्टिफाई भएकोमा 3टा छ। 3टा नन पर्फर्मिङ कन्ट्र्याक्टलाई कन्ट्र्याक्ट रद्द गर्ने र अरू 2टा प्याकेजको टेन्डर गर्न बाँकी छ र अरू सबै नै स्मुथ रूपमा चलेको छ। यो 5वटा प्याकेज चाहिँ अब तुरुन्त टेन्डर गरेर हामीले त्यहाँको समस्या पनि समाधान गर्छौँ। अर्को प्रश्न सोध्नुभएको थियो पाल्पा जिल्लासँग केन्द्रित थियो, सिद्धाबाखण्ड। मलाई लाग्छ उहाँले भनेको सडकहरूमा धेरैसम्म बजेट छ र केही छुटेको छ भने चाहिँ अब त्यो हेर्नु होला एकचोटि मन्त्रालयमै आएर एकचोटि यो विषयमा हामीलाई जानकारी पनि गराउनु होला। त्यहाँ त्यो पनि हेरौँ होला कहाँ बजेटहरू छुटेको छ र अति आवश्यक छ भने त्यसको लागि केही उपाय निकालौँला। अनि अर्को प्रश्न पनि सोध्नुभएको थियो कहाँबाट आउँछ बजेट भनेर। अब हामीले 3 वर्षको कार्ययोजना बनाएको छौँ नि, सडक चौडाइ भनेर भनेको छ शीर्षक। हामीले पालिका वाइज सडक मर्मत तथा निर्माण भनेर राखेको छ। त्यो भनेको पालिकासँग, पालिकाको त्यहाँको पालिकाको प्रमुख अथवा पालिकासँग बसेर त्यो डिक्लेयर गरिन्छ, त्यो मापदण्ड बनाएको हुन्छ गभर्मेन्टले। त्यो मापदण्ड पास गरेर अहिले बजेट शीर्षक र अङ्क मात्रै छ र त्यसलाई चाहिँ त्यहाँबाट चाहिँ हामीले गर्न सकिन्छ त्यो गर्न मिल्छ। अब त्यो नमिल्ने होइन। र पाल्पाको केसमा पनि छुटेको रहेछ, अति आवश्यक एकदम इमर्जेन्सी छ भने त्यहाँबाट पनि गर्न सकिन्छ। त्यो बाटो खोलेको छ अहिलेको बजेटले। अब जस्तै धेरै शीर्षकहरूमा चाहिँ हामीले त्यो हिसाब जस्तो कृषि सडक भनेर राखेको छ। कृषि पनि कृषि मन्त्रालय र कृषि माग अनुसार एउटा मापदण्ड बनाएको हुन्छ। अब वडा केन्द्रको भनेको छ, वडा केन्द्रको त बजेट शीर्षकमा छैन, वडा केन्द्र भनेर शीर्षक मात्रै छ र एकमुष्ट बजेट छ। त्यो केसमा चाहिँ त्यहाँको कार्यपालिकाले यो वडाको केन्द्रमा यो सडकहरू उहाँले पास गरेर कार्यविधिमा त्यो लेखिदिएको हुन्छ। कार्यविधिमा सबैभन्दा बढी जनसङ्ख्याले प्रयोग गर्ने सडक वा कार्यपालिकाले पास गरेर दिएको सडक भनेर लेखेको छ, उल्लेख गरेको हुन्छ। त्यो प्रक्रियाबाट त्यो सडकहरू छनौट हुन्छ र बजेट कार्यान्वयन हुन्छ है। त्यही भएर चाहिँ त्यो छ। अब हामीले अहिले बजेट पास गरे पनि त्यो बाटो बाँकी नै छ र पुलहरूको केसमा पनि त्यस्तै गरिराखेको छ। आवश्यकताका आधारमा हामीले व्यवस्थापन गर्न सकिन्छ। र अर्को हाम्रो मान्य रामकुमार झाँक्रीले अब धेरै प्रश्नहरू गर्नुभएको थियो। एउटा चाहिँ विशेष भवनको विषयमा नै उठाउनु भएको थियो। अब अहिले जलेको भवनलाई पनि पुनर्निर्माण गर्ने र अहिले कार्यविधि पनि बनेको छ, कसरी सञ्चालन गर्ने कार्यविधि। र अहिले त्यसको निर्देशक पनि नियुक्ति भइसक्नु भएको छ। यसलाई हामीले योजनाबद्ध ढङ्गले सबै नै राज्यले लगानी गरेकोलाई चाहिँ हामीले पिपिपी मोडलबाट हुन्छ कि आफ्नै स्रोत साधन प्रयोग गरेर आफ्नै आन्तरिक प्रक्रियाबाट हुन्छ कि हामीले त्यसलाई चाहिँ त्यसलाई सक्सेसफुल प्रोजेक्टको रूपमा हामीले लिएर जानुपर्छ। हामी लिएर जान सक्छौँ, हामी लान्छौँ पनि। त्यसमा पनि हामीले प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। र प्रायोरिटीको पनि कुरा गर्नुभएको थियो, इस्ट वेस्ट पहिल्यैदेखि प्रायोरिटी थियो भनेर। प्रायोरिटी थियो तर समस्या थियो। समस्या भनेको चाहिँ खरिद ऐनमा समस्या थियो, लो बिडको समस्या थियो। कन्ट्र्याक्टरले लो बिडिङ गर्नुहुन्छ र त्यसको भिक्टिमाइज को भयो, पब्लिक भयो सबभन्दा पहिला, दोस्रो गभर्मेन्ट भयो, तेस्रो त्यहाँ सप्लायर भयो, चौथो त्यहाँ काम गर्ने श्रमिक भयो। अहिले हाम्रो मन्त्रालयमा मात्रै
दैनिक रूपमा यो कन्ट्र्याक्टरले पैसा दिएन, यो ठेकेदारले पैसा दिएन, काम गरेको 4 वर्ष 5 वर्षदेखिको पैसा दिएन। मलाई लाग्छ यो पहिलाको सरकारहरू यो कुरामा चुकेकै हो। अब हामी अब चाहिँ नचुकौँ। हामीले यो सबै समस्या समाधान गर्नको लागि खरिद ऐनमा स्पष्ट रूपमा काम ढिलासुस्ती गर्ने कर्मचारीलाई समेत कारबाही, हामीले अब भ्रष्टाचारको व्याख्या चेन्ज गरेको छौँ। पहिलाको भ्रष्टाचारको व्याख्यामा के थियो भने पैसा लेनदेन गरेको कुरालाई बढी फोकस गरेको थियो र अब हामीले अहिलेको खरिद ऐनले फ्रन्टमा गरेको भनेको टाइम डिले गरेकोलाई पनि भ्रष्टाचार मानेको छ। भनेको टाइम इज मनी, जति डिले गर्छौँ त्यति धेरै दायित्व बढ्छ राज्यसँग, त्यति धेरै जनताले दुःख पाउँछ। त्यो जनताले दुःख पाएकोलाई पनि मनी भ्यालुमा कन्भर्ट गरेर दायित्व सिर्जना हुने तरिकाले हामीले प्रावधानहरू राखेको छौँ। अब कलम चलाएन भने पनि भ्रष्टाचारको मुद्दा लाग्ने प्रावधान हामीले व्यवस्था गर्दैछौँ एउटा। अर्को भनेको चाहिँ अब विभिन्न कारणले गर्दाखेरि निर्माण कन्ट्र्याक्टरहरूले गर्ने जस्तो यो एडभान्स पेमेन्टको दुरुपयोगदेखि लिएर सबै कुराको समाधान अहिलेको खरिद ऐनले गरेको छ। धेरै कुराहरू त पहिलाको सरकारहरूले अध्ययन गरेर धेरै होमवर्क गरिसकेको थियो, त्यसमा हामीले थप अरू केही कुराहरू थपेर हामीले त्यसलाई एउटा कम्प्लिट स्वरूप दिएको छौँ। यो खरिद ऐन संशोधनको प्रक्रिया 5-6 वर्ष अगाडिदेखि नै सुरु भएर अहिले मोडिफाई हुँदै हुँदै अहिलेको अवस्थामा पुगेको छ र मलाई लाग्छ यही सदनमा छ। त्यसलाई पनि फास्ट ट्र्याकमा समाधान गरिदिनु भयो भने त्यो देशले अलिकति निकास पाउँछ, निर्माण जगतले, जनताले राहत पाउँछ। यति अनुरोध गर्दै म आफ्नो समय यहीँ सकाउँछु। धन्यवाद। माननीय सदस्यहरू, पूर्वाधार विकास मन्त्रालय